यस्तो अधुरो संसार पढ्न लेख्न पाउनु हरेकको अधिकार समाजको प्रगति शिक्षा नै हो आधार शिक्षा नै हो आधार। धन्यवाद छ कुशल कार्यक्रम सञ्चालकज्यूलाई। आजका यस कार्यक्रमका सभाध्यक्षज्यू विशिष्ट अतिथिज्यू अन्य अतिथिगणहरू एक हातमा कापी अर्को हातमा कलम लिएर निष्पक्ष निर्णय गर्न बस्नुभएका निर्णायक मण्डलज्यू र कलामा विजयका हार र निधारमा टीका प्रेरणा आतुर मेरा सम्पूर्ण प्रतिस्पर्धी तथा प्रतिस्पर्धी मित्रहरू मलाई ताली बजाएर हौसला प्रदान गर्नुहुने अभिभावक गुरुवर्ग र श्रद्धेय सम्पूर्ण यहाँ उपस्थित हुनुभएका दाजु दिदी भाइ बहिनीमा म नियोजक विद्यालय मध्यवर्ग कक्षा 10 का छात्र सुधीर शाहको न्यानो अभिवादन स्वीकार्नुहोस्। आज मिति 2081 साल मङ्सिर 20 गतेका दिन नेपाल व्यापसनद्वारा यस वर्ल्ड भिजन विद्यालयमा 17औं वार्षिक महोत्सव वक्तृत्व कला प्रतियोगितामा मैले भाग लिन पाउँदा र आफ्ना कुराहरू व्यक्त गर्न पाउँदा आफूलाई धेरै नै हर्षित ठानेको छु। आजको वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ शिक्षाको महत्त्व र आवश्यकता। सभापति महोदय, म विषयवस्तुमा केन्द्रित हुनु अगाडि म आफ्ना कुराहरू वैदिककालीन विचार अनुसार प्रकट गर्न चाहन्छु। वैदिककालीन विचार अनुसार संस्कृतमा एउटा श्लोक रहेको छ, सुन्दर रोपी सुश्लोपी कुल लोपी महाधन नासो भन्दै बिना विद्या विद्यास्य सर्वभूषणम, जसको अर्थ हुन्छ सुन्दरता धन वंश आदि शिक्षा बिना शोभित हुँदैन। शिक्षा नै सबैभन्दा ठुलो गहना हो। शिक्षा बिना मानिस पशुतुल्य हुन जान्छ, त्यसैले शिक्षा अपरिहार्य देखिन्छ। शिक्षा विकासका सबैभन्दा ठुलो पूर्वाधार हो। शिक्षा संस्कृति भाषाका सिक धातु लागेका शब्द हुन्, जसको अर्थ हुन्छ पढ्नु लेख्नु बुझ्नु वा जान्नु। अर्थात् मानिसलाई गुणात्मक जीवनयापन गर्नका लागि प्राप्त हुन दिने तालिम वा ज्ञानलाई नै शिक्षा भनिन्छ। शिक्षा मानिसलाई सामाजिक सांस्कृतिक नैतिक आदि रूपमा विकसित गर्छ। शिक्षा जीवन पर्यन्त चलिरहने प्रक्रिया हो, त्यसैले यो सबैको लागि आवश्यकता छ। शिक्षाले मानिसमा थुप्रै कुराहरूको विकसित गर्दछ र त्यही अनुशासित व्यक्ति र शिक्षित व्यक्ति एक दिन देश र राष्ट्रको लागि योगदान दिन्छन्। शिक्षा नभएको भए महोदय यो संसारमा अन्धकार नै अन्धकार हुन्थ्यो। त्यसैले यो संसारबाट अन्धकार हटाउनको लागि शिक्षाले नै ठुलो भूमिका खेलेको छ। सभापति महोदय, शिक्षा यस्तो हतियार हो जसले जुनसुकै युद्ध जित्न सकिन्छ र कुनै पनि असम्भव कार्यलाई सम्भव गर्न सकिन्छ। त्यसैले हामी इतिहासका पाना पल्टाएर हेर्यौँ भने यस्ता थुप्रै व्यक्तिहरूलाई हेर्न सक्छौँ जो शारीरिक रूपमा अशक्त थिए तर आफ्नो शिक्षा हासिल गरेर आफ्नो भित्र रहेका कला प्रतिभालाई दुनियाँ सामु प्रसिद्ध गरेर आफ्नो नाउँ अमर बनाउन सकेका छन्। सभापति महोदय, हामीलाई कस्तो शिक्षाको आवश्यकता छ भनेर स्वामी विवेकानन्दले पनि भन्नुभएका छन् कि हामीलाई यस्तो शिक्षाको आवश्यकता छ जसले चरित्र निर्माण होस्, जसले मस्तिष्कको बुद्धि बढोस् र हामीमा सिंह जस्तो धार पैदा गरोस् र राष्ट्रको लागि योगदान दिने व्यक्ति बनाउनुहोस्। हामीलाई यस्तो शिक्षाको आवश्यकता छ जसले हामीलाई आफ्नो खुट्टामा उभिन लायक बनाओस्, हामीलाई स्वावलम्बी बनाओस्। यस्तो शिक्षाको हामीलाई आवश्यकता छ। सभापति महोदय, शिक्षाको आवश्यकता र महत्त्व भन्दाखेरि हामी यही उदाहरण लिन सक्छौँ। यदि तपाईँ यो सम्माननीय पदमा बस्नु भएका छन् र म त्यहाँ केही मञ्चमा बोल्न सकिरहेको छु भने त्यसको पछाडि पनि शिक्षाकै ठुलो हात छ। शिक्षाले नै गर्दा म यहाँ बोल्न सकिरहेको छु। त्यसैले शिक्षा सबैभन्दा ठुलो कुरा हो। सभापति महोदय, शिक्षाले नै गर्दा हामी ढुङ्गे युगबाट अहिले आधुनिक युगमा आएका छौँ र हामी यहाँ शिक्षा प्राप्त गरेर थुप्रै कुराहरू विकसित गरेका छौँ। शिक्षाले हामीलाई समाजमा घटित रहेका घटनाहरूबारे जानकारी दिन्छन्। अन्त्यतिर समयको ख्याल गर्दै म एउटा नेपालीमा उखान छ, जहाँ पुग्दैन रवि त्यहाँ पुग्न सक्छ कवि। अर्थात् जहाँ सूर्यको किरण पनि पुग्न सक्दैन त्यहाँ कविको ज्ञान पुग्न सक्छ र त्यो ज्ञान पनि शिक्षाले नै हासिल गरेको हुन्छ। सभापति महोदय, त्यसैले शिक्षा सबैभन्दा ठुलो कुरा हो, सबैभन्दा ठुलो धन हो। त्यसैले शिक्षा धनम सर्वधनम भन्दै म आफ्ना दुई शब्द यही टुङ्ग्याउन चाहन्छु र साथै यहाँबाट म बिदा लिन चाहन्छु।